हाम्रो निमन्त्रणलाई स्वीकार गरी उपस्थित हुने सम्पूर्ण पत्रकारजीहरू तथा मिडियाकर्मी मित्रहरूप्रति हार्दिक स्वागत गर्दछु र यहाँहरूको उपस्थितिले यस पत्रकार सम्मेलनको गरिमा बढाएको कुरा अनुरोध गर्दछु। विशेषतः वर्तमान अवस्थामा नेपाल ओलम्पिक कमिटी र विभिन्न खेलका राष्ट्रिय खेल सङ्घहरूको क्रियाकलाप र अवस्था साथै नेपाल सरकार तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आफ्नो धारणाबारे जानकारी गराउने उद्देश्यले यो पत्रकार सम्मेलन गरेको कुरा निवेदन गर्दछौँ। यसै परिप्रेक्ष्यमा मिति 2081 चैत्र 1 गते शुक्रबार कथाथित नेपाल ओलम्पिक कमिटीले केही खेल सङ्घका पदाधिकारीहरूलाई संलग्न गराई पत्रकार सम्मेलनको आयोजना गरेको हाम्रो गम्भीर ध्यान आकृष्ट भएको छ। नेपाल सरकार नेपालको खेलकुद क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन र सहितका कार्यक्रमका लागि सधैँ प्रतिबद्धता रहेको छ। उक्त सम्मेलनमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदप्रति लगाएको निराधार आरोपको पूर्ण रूपमा खण्डन गर्छौँ। साथै यस प्रकारका गलत सूचनाहरूमा आधारित भई कुनै पनि प्रकारको धारणा नबनाउनु हुन सबै सरोकारवाला र नागरिकसँग अनुरोध गर्छौँ। नेपालको कानुन र मान्य अन्तर्राष्ट्रिय अभ्यास विपरीत उक्त पत्रकार सम्मेलनमा आफूहरूलाई नेपाल ओलम्पिक कमिटीको पदाधिकारीहरू हौँ भन्ने दाबी गर्दै प्रस्तुत भएको गैरकानुनी विषयलाई कानुनको परिधिमा आत्मसात गर्नुपर्ने हुन्छ। यसमा सरकार सचेत रहेको जानकारी गराउँछौँ। नेपाल ओलम्पिक कमिटीको अन्तिम निर्वाचन 2076 भाद्र 20 गते भएको र 4 वर्षे कार्यकाल मिति 2080 भाद्र 19 गते समाप्त भए तापनि निर्वाचन नगरेको र आफ्नो कार्यकाल समाप्त भई आफू तटस्थ समिति भइसकेको करिब 4 महिनापछि 2080 पौष 15 गते साधारण सभा बोलाएर आफ्नो कार्यकाल करिब 1 वर्ष 4 महिना थप गर्ने नीतिगत निर्णय गरी आफ्नो कार्यकाललाई 2081 पौष 15 गतेसम्म लम्ब्याएको र यस किसिमका व्यवस्था नेपाल ओलम्पिक कमिटीको विधान विपरीत रहेको विषय जानकारी हुँदाहुँदै भ्रम सृजना गर्ने विषयमा सरकारको ध्यान पुगेको छ। कार्य समिति र साधारण सभा समेतको कार्यकाल अवधि समाप्त भई तटस्थ रूपमा रहेको नेपाल ओलम्पिक कमिटी मिति 2081 मङ्सिर 18 गते विशेष साधारण सभा आह्वान गरेर मिति 2081 पौष 13 गतेका लागि निर्वाचन मिति तोकेको थियो। साथै विधानको दफा 25 र 1 मा उल्लेख भएको अवस्थामा संशोधन गर्दै अध्यक्षको कार्यकाल लगाएर 2 पटकसम्म हुने व्यवस्था संशोधन गरेर आफू अनुकूल लगातार पुनः अध्यक्ष रहिरहने गरी संशोधन गर्ने कार्य गरियो। निर्वाचनको पूर्व सन्ध्यामा तटस्थ समितिबाट गरिएको विधान संशोधनको उक्त कार्य विधानको भावना नियम विपरीत भएको छ। विधान संशोधन र निर्वाचनका विषय लिएर सामान्य सर्वोच्च अदालत र पाटनको उच्च अदालतमा
विभिन्न सङ्घ तथा व्यक्तिहरूले नेपाल ओलम्पिक कमिटीको विरुद्ध रिट निवेदन तयार गरेकोमा उच्च अदालतबाट मिति 2081 मङ्सिर 17 गते नेपाल ओलम्पिक कमिटीको नाममा नेपाल ओलम्पिक कमिटीको मिति 2081 मङ्सिर 18 गते हुने साधारण सभामा प्रस्तुत हुने विधान शोधनको प्रस्ताव एजेन्डा उप कुनै छलफल र निर्णय नगराउनु यथास्थितिमा राख्न भनी आदेश जारी भए तापनि उक्त आदेशको पालना नगरी अदालतको अवहेलना गरेको देखिन्छ। यो सम्बन्धमा नेपाल ओलम्पिक कमिटी उप अदालतको अवहेलना मुद्दा दायर भएकोमा सम्मानित उच्च अदालत पाटन मिति 2081 मङ्सिर 23 गते नेपाल ओलम्पिक कमिटीको नाममा कारण देखाउ आदेश जारी भएको व्यवस्था छ। त्यसै गरी मिति 2081 पौष 11 गते सम्मानित सर्वोच्च अदालतबाट मिति 2081 पौष 13 गते हुने भनिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका गतिविधि नगराउनु यथास्थितिमा राख्नु भनी आदेश जारी भएकोमा सम्मानित अदालतको अवहेलनामा हुने गरी आदेश विपरीत बिना आधार निर्वाचन सम्पन्न भएको भनी विभिन्न सञ्चार माध्यमबाट थाहा हुन आएको अवस्था कानुनको पालन र खेल क्षेत्रको विकासमा आघात पुर्याउने घटना भएको हुँदा यस्तो सवालमा सरकार गम्भीर हुनुपर्ने भएको छ। यसरी नै मिति 2081 पौष 10 गते नेपाल टेबल टेनिस सङ्घले उच्च अदालतमा आफू निर्वाचन सङ्घ हुँदै गैर व्यक्तिलाई सहभागी गराएको भनी नेपाल ओलम्पिक कमिटीको विरुद्ध रिट निवेदन दर्ता गएकोमा सर्वोच्च अदालत मिति 2081 पौष 11 गते अन्तरिम आदेश जारी भएको देख्दा सोही निर्वाचन लगायतका गतिविधि नगराउनु भन्ने विषय सोही आदेशबाट सम्बद्ध हुने भनिएको र नेपाल उसु सङ्घको पनि आफू मुलुकको कानुन बमोजिम निर्वाचन कार्य समिति भएकोमा उसु सङ्घको नाममा कृत्य गरी गलत व्यक्तिको प्रतिनिधित्व गराएको भनी नेपाल ओलम्पिक कमिटी विरुद्ध उच्च अदालतमा परेको रिट निवेदन विचाराधीन अवस्थामा रहेको नेपाल ओलम्पिक कमिटीले मुलुकको कानुन बमोजिम खेलकुदको नियमकारी निकाय राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई देशभित्र र नेपालको नाममा देश बाहिर आफ्नो गतिविधि सञ्चालन गराउनु भनी दायित्व भएको संस्था हो। परिषदले समयमै नै अदालतको आदेशको कार्यान्वयन गराउने सन्दर्भमा नेपाल ओलम्पिक कमिटी र यससँग आबद्ध राष्ट्रिय खेल सङ्घ महासङ्घलाई जानकारी गराउने र सचेत गराउने कार्य गरिआएको तर अदालतको आदेश र परिषदबाट जारी गरेको सूचना र निर्देशनको अवज्ञा गरेको अवस्थामा कानुनको पालना प्रतिको चुनौती रूपमा सरकारले लिएको छ। यसरी नै उक्त ओलम्पिक कमिटीमा आबद्ध 27 राष्ट्रिय खेल सङ्घहरूलाई समेत अदालतको आदेशबारे पत्रद्वारा सुसूचित गराउने र निर्देश दिने कार्य राष्ट्रिय खेलकुद परिषदले पटक पटक गर्दै आएकोमा केही खेल सङ्घ र महासङ्घहरूले अटेर गरेको अवस्था हो। नेपाल ओलम्पिक कमिटीमा आबद्ध भएका राष्ट्रिय खेल सङ्घ र महासङ्घहरूमध्ये 25% सङ्घहरू 2 वा 3 वर्षदेखि आफ्नो नियमित निर्वाचन नगराई अवैध अवस्थामा रहेको र परिषदले निर्वाचन गर्नको लागि पटक पटक निर्देशन दिँदा समेत निर्वाचन नगरी तटस्थमा रहेको छ। त्यसरी नै करिब 15% खेल सङ्घहरू हकमा निर्वाचन भई नयाँ कार्य समिति गठन भइसक्दा समेत नेपाल ओलम्पिक कमिटीले मान्यता नदिई निवर्तमान सङ्घका पदाधिकारीहरूलाई यस्ता सङ्घको आधिकारिक प्रतिनिधि भनी कृत्य व्यवस्थालाई सहभागी गराएको कृत्य व्यक्तिलाई सहभागी गराएको जानकारी हुन आएको छ। यसमा सरकारको गम्भीरताका साथ परिपालन गराउने छ।
नेपाल ओलम्पिक कमिटीले आफ्नो कथाथित निर्वाचन 2081 पौष 13 गते घोषणा गरेको र निर्वाचन हुन एक दिन अघि मिति 2081 पौष 11 गते हाल कुवेतमा गएर सम्झौता गर्ने लगभग 6 वटा खेल सङ्घहरूलाई नेपाल ओलम्पिक कमिटीको मतदान बिनाको संस्था प्रदान गरी निर्वाचन आचार संहिता विपरीत गैर कानुनी कार्य गरेको सुन्न आएकोले त्यसतर्फ समेत सरकारको उचित प्रक्रिया अवलम्बन गर्नेछ। अदालतको आदेश र विधान सम्बद्ध कार्य गर्न परिषदको पटक पटकको आग्रह र निर्देशनलाई नेपाल ओलम्पिक कमिटीले बेवास्ता गरी अवैधानिक तरिकाले विधान संशोधनको कार्य गरेको, अवैध भएको खेल सङ्घ र विभिन्न खेल सङ्घको नाममा कृत्य गरी गलत व्यक्तिहरूलाई संलग्न गरी कथित निर्वाचन गरेको कुरा जानकारी गराउँदछौँ। ओलम्पिक कमिटीमा पदाधिकारीहरूको वैदेशिक भ्रमणमा सरकारको रोक लगाई मानव अधिकार हनन भयो भन्ने न्यायका लागि सम्मानित उच्च अदालत पाटनमा दर्ता गरेको रिट निवेदनमा मिति 2081 फागुन 26 गते सम्मानित अदालतको अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानुन बमोजिम गर्नु भनी आदेश जारी भएको कुरा जानकारी गराउँदछौँ। राष्ट्रिय खेलकुद परिषद मुलुकको खेल क्षेत्रको विकासको लागि नियमकारी निकायको रूपमा स्थापित भएकोले देशभित्र खेलकुदका गतिविधिहरूलाई मुलुकको कानुन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रको भावना बमोजिम अघि बढाउने जिम्मेवार संस्था भएको कुरा निवेदन गर्दछौँ। देशको कानुनले नेपाली नागरिक युवाहरूको खेलकुदको सहभागी भई आफ्नो योग्यता क्षमता प्रस्फुटन गर्न पाउने अधिकार संरक्षण गर्न राष्ट्रिय खेलकुदको विकासको लागि अघि बढाउने सिलसिलामा कानुन बमोजिम संस्थापित सङ्घ संस्थाहरूलाई जानकारी गराउने, सचेत गराउने, कारबाही गर्ने अधिकार आफूलाई रहेको कुरा निवेदन गर्दछौँ। नेपाल ओलम्पिक कमिटीको मुलुकको कानुन अनुसार राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संस्था भएकोले कानुनले तोके बमोजिम कार्य गर्ने उसको दायित्व हुन्छ। तर हालसम्म नेपाल ओलम्पिक कमिटीले आफ्नो क्रियाकलाप, विधान संशोधन र स्वीकृति, लेखा परीक्षण, निर्वाचन, नेपालको विदेशमा रहेको सम्झौता, नेपालमा विदेशमा गरेको सम्झौता र आफ्नो भ्रम एवं सहभागिताबारे कुनै जानकारी नगराएको, कानुन बमोजिम स्वीकृति नलिई बेहोरा जानकारी गराउँदछौँ। तसर्थ स्वायत्तता र स्वतन्त्रताको नाममा देशको कानुन शासन धज्जी उडाउने र सरकारी हस्तक्षेपको बहानामा देशको खेल क्षेत्रलाई मनपरी गर्ने कार्य तत्काल बन्द गर्नु पर्दछ। नेपाली खेलाडीहरूको नाममा विदेश घुम्ने र सरकारको हस्तक्षेपको नाममा नेपाल र नेपालीको खेलाडीहरूको नाममा विदेशसँग सम्झौता गर्ने र मुलुकको कानुनले तोके अनुसार नगरी विदेशीहरूको निर्देशनमा निर्वाचन लगायत अन्य कार्य गर्ने काममा तत्काल बन्द गर्नु पर्दछ। मुलुकको खेल क्षेत्रको विकास र नेपाली खेलाडीहरूको हक हितको लागि नेपाली खेल क्षेत्रलाई अनुशासित, मर्यादित र व्यवस्थित गर्न तत्काल सुशासन कायम गर्नुपर्ने देखिएकोले कारबाहीको प्रक्रिया अघि बढाएको कुरा अवगत गराउँदै नियम र विधान विपरीत गरेको उक्त नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई परिषदले मिति 2081 माघ 3 गते बसेको 179औं बोर्ड बैठकले अवैध ठहर गरी खारिज गरेकोले उक्त नेपाल ओलम्पिक कमिटीले गरेको सबै कार्य गैर कानुनी हुने कुरा समेत जानकारी गराउँछु। धन्यवाद। तपाईले खेलकुदको क्षेत्रमा कमजोर अवस्थामा पुग्यो भन्ने कुराहरू बताउनु भयो। सबभन्दा पहिले म आइसकेपछि
नेपालको इतिहास पल्टाएर हेर्नुस्, धेरै खेल सङ्घहरूले अन्तर्राष्ट्रिय जगतमा पुरस्कार पाएको यही 8 महिनाको रेकर्ड छ सबभन्दा पहिले। र मैले कुनै पनि सङ्घहरूलाई पुरस्कार दिने कुरामा, पाउने कुराहरूमा हामी रेगुलर गरिराखेका छौँ नियम कानुनले। एउटा कुरा, र कुनै पनि सङ्घले अरू जस्तो हस्तक्षेप गर्ने काम मबाट भएको छैन। सबभन्दा पहिले तपाईहरूलाई जानकारी गराउन चाहन्छु। र अहिले भएको सङ्घहरूलाई जुन किसिमको उहाँहरू रेगुलर हुनुपर्ने, जस्तै निर्वाचन गर्नुपर्ने, अडिट पेश हुनुपर्ने, वार्षिक कार्यक्रम वर्षमा गर्नै पर्ने, तपाईले देख्नु भएको छ। पत्रकार साथीहरू कहिले उठाउनु भएको छ यो कुरामा? अहिलेसम्म 8 महिना भयो। के अरे असोज के अरे हामीले 31 गते श्रावणको कि असारको 31 गते हामी भयौँ। हाम्रो आर्थिक वर्ष सिद्धियो त्यतिखेर। श्रावणदेखि हाम्रो आर्थिक वर्ष सुरु हुन्छ, सबैलाई थाहा छ। आज 8 महिना भयो। सदस्य सचिवजी यही हुनुहुन्छ, उपाध्यक्षजी यही हुन्छ। कुनै पनि सङ्घले हामी चुनाव गराउनुस्, रेगुलर बन्नुस् है, हाम्रो अनुदान दिन हामी तयार छौँ। तपाईहरूको रेगुलर आफ्नो क्रियाकलापमा अडिट रिपोर्ट बनाउने, हाम्रो विधानले 4वटा प्रदेशमा उसको दर्ता हुनुपर्ने, 4वटा जिल्लाहरूमा एउटा जिल्ला, 20वटा टोटल 20वटा जिल्लामा ऊ दर्ता हुनुपर्ने, यो प्रक्रियाहरू किन भएन? किन गर्नु भएन सङ्घहरूले? हामी त्यसलाई खोताल्यो भने हामी सङ्घहरूलाई सबलाई बोलाएर बैठाएर भनेको छौँ, यहीमा आउने बित्तिकै 10-15 दिनमा यही ठाउँमा तपाईहरु आफ्नो प्रक्रिया अगाडि बढाउनुस् है, छिटोभन्दा छिटो हैन। तपाईहरु रेकर्ड तपाईहरुकै पत्रिकाले रेकर्डहरू देखाएको छ। खोखोले अहिले भर्खर कबड्डीले फेरि तुरन्तै जितेर आएको छ, खोखोले जितेर आएको छ, उसुले जितेर आएको छ। अहिले भर्खरको कुराहरू गर्दै छु हैन। अब सुरुदेखि अब पेरिसमा जित्यो, एशियन गेममा रजक जित्या छ क्रान्तिले हैन। एनपीएल भयो, भव्य रूपमा भयो। कबड्डी हुँदैछ, कबड्डी भइसक्यो। भलिबल भयो प्राइभेटमा। अब अहिले फुटबलको तेस्रो हुँदैछ हैन। यो टाइममा त नेपालभरि अहिले खेलकुदको वातावरण धेरै राम्रो छ भन्नु पर्यो। अहिले जितेर पनि आएको छ, त्यो कुरा म उता जान्न पहिले हो। तिनीहरू खेलकुद गरिराखेको छ तर नियमित हुन सकेको छैन, त्यो पनि मलाई थाहा छ। हामी त्यसलाई नियमित गर्न खोजेको हो हैन, रेगुलर बनाउन खोजेको हो। उनीहरू अब वार्षिक प्रतिवेदन पेश गर्नु न, हामीसँग दर्ता हुने, दर्ता मात्रै गर्ने, अनुगमन केही पनि नगर्ने। कुनै चिज हामी सोध्यो भने विरोध गरी हिँडिहाल्ने हैन। उहाँहरू चुनावमा किन अगाडि गर्नु भएन? जब 4 वर्ष ओलम्पिकको 4 वर्षै कार्यकाल थियो भने 1 वर्ष अगाडिदेखि चुनाव गरे त हुन्थ्यो नि। उहाँले डेट सिधाउनु पर्ने, संशोधन गर्नै पर्ने, सधैँ उनै बस्नु पर्ने हैन। सधैँ ऊ अध्यक्षै बस्नु पर्ने, अर्को मान्छे नआउने। हामी 27 जना मध्ये कोही अध्यक्ष आउँथ्यो होला नि त। हाम्रोमा ल्यान्ड हामीले राष्ट्र कानुन मान्ने कि नमान्ने, हाम्रो ल्यान्ड कानुन मान्ने कि नमान्ने। ओलम्पिकको चार्टरलाई हामी बिर्साउँदैनौँ, त्यो हामीलाई पनि थाहा छ। तर ओलम्पिकले प्रष्ट रूपमा ल्यान्ड कानुन मानेर अगाडि बढ्न भनेको छ। त्यस कारणले तपाईहरुलाई म सबभन्दा पहिले के हुन्छ कि हाम्रो खेलकुद भएको सङ्घहरूको विषय पनि तपाईहरु उठाउनुहोस्। मेरो विषय पनि उठाउ, नो टेन्सन मलाई। म त्यस्तो मान्छे हो, खुल्लालीको रूपमा बढी नै हुन्छु म है। तर तथ्य सत्य हेरेर गर्दिनुस्, तपाईहरुसित मेरो आग्रह छ। ल कुनै पनि सङ्घ म डाटा मसँग छ है,
रेगुलर भएको 27 जना पहिले छोड्नु ओलम्पिकको 27 जना मध्येबाट 6टा सङ्घले त धेरै वर्षदेखि चुनावै गरेका छैन। 6 कि 7वटा 7वटा सङ्घले 4वटा सङ्घले त अर्कै व्यक्तिहरू कृत्य गरेर ओलम्पिकमा गएको छ। 5वटा 6वटा सङ्घले त प्रदेशको चुनावै गरेका छैन। केन्द्रको चुनाव गरेर म नै बस्छु भन्छ। अनि हाम्रो ऐन कानुन मान्न नगर्ने, नियमित नहुने, वार्षिक प्रतिवेदन नहुने, उनीहरू बजेट ल्याउँदाखेरि पनि हामीसँग स्वीकृति लिनु पर्यो खेलकुद परिषदमा अर्थ मन्त्रालयबाट। त्यो रोक्यो भने रोक्यो भन्ने हुन्छ भन्नु पर्यो नि। उहाँहरूले कहाँ के गर्यो भन्नु पर्यो तपाईहरू। त्यसकारणले तपाईहरूसित मेरो त्यसमा सङ्घहरूको विषयमा तपाईहरू अध्ययन गर्न मैले आग्रह गरेँ। कुन सङ्घको कानुनी रूपमा दर्ता भएको छ, कुन सङ्घले केमा दर्ता भएको छ, कुन अवस्थामा छ, गर्नुहोस् है। म आग्रह गर्न चाहन्छु। धन्यवाद। अरू केही छ भने? अन्तर्राष्ट्रिय सङ्घ हामीले प्रष्ट रूपमा हाम्रो बोर्डले र खेलकुद परिषदले ओलम्पिक नभए पनि भाग लिन पाइन्छ भन्ने हाम्रो प्रष्ट किटान छ। त्यसमा हाम्रो खेलकुद परिषद छ, उसले सिलेक्सन गर्छ, सङ्घहरू छ, सङ्घहरू सिलेक्सन गरेर हैन के अरे हाम्रो चिफ कोचहरू छ, चिफ कोचहरूको प्रतिनिधिबाट हामी अहिलेसम्म त हामीले कुनै खेलाडीहरूलाई विदेश रोक्या त छैन नि। हामीले पदाधिकारीहरूलाई मात्रै रोक्या हो, तपाईँलाई थाहा छ हैन। त्यसकारणले हाम्रो चिफ कोच छ, हाम्रो खेल सङ्घ छ हैन, हाम्रो खेलकुद परिषद छ। खेलाडीले त्यस्तो अब्जस आयो भने तपाईँ जतिखेर पनि उठाउन सक्छु यो कुरा। हामी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको हकमा हाम्रो बोर्डले प्रष्ट रूपमा कुनै डिस्टर्ब कुनै त्यसलाई हामी गर्ने खाली खेलकुदको ओलम्पिक कमिटीको पदाधिकारीलाई मात्रै रोक्ने हाम्रो योजना हो र रोक्ने कुरा हामीले गराइसकेका छौँ। तपाईँलाई थाहा भयो कि तपाईँहरूको पत्रिकामा आइसकेको कुरा हो। अब विस्तृत रूपमा तपाईँलाई चाहिन्छ म डिटेल रूपमा के भयो त्यो पनि हामीलाई थाहा छ। त्यो कुरा हामी यहाँ नभनौँ। सार्वजनिक ठाउँमा बाटोमा के भयो, त्यहाँ के भयो, सब कुरा हामीसँग थाहा छ। सँगै जाने मान्छेहरूलाई पनि त्यसको प्रुफ छ हैन। त्यसकारण त्यो कुराहरू उतातिर नजाउँ। व्यक्तिगत कसैको विषयमा हामी टिका टिप्पणी गर्ने पक्षमा छैनौँ। जारी रहन्छ। यो कुरामा एउटा मन्त्रीको नाताले हामी 4-5वटा चिठी पठाएको छौँ। पुरै टोटल जानकारी दिएका छौँ। परराष्ट्र मन्त्रालयमा टोटल जानकारी गएको छ। साउथ एसियनको मा टोटल चिठी पठाएको छौँ। हामी टोटल जानकारी दिएका छौँ। तपाईहरू त्यस्तो कुरा नेपाल सरकारको सँग खेलकुद मन्त्रालय खेलकुद परिषदसँग तपाईँ सम्पर्क गरेर अगाडि बढ्नुहोस् भनेर हामी टोटल जानकारी दिएका छौँ। हाम्रो ओलम्पिक कमिटीबाट सहभागी भन्दा पनि अब अर्को व्यवस्था नहुन्जेलसम्म हामी हाम्रो खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद मन्त्रालय त्यसलाई हामी टोटल जानकारी पठाएको छौँ। होइन, उताबाट पनि जानकारी त आएको छैन अहिले। हिजो अस्ति यो कुराहरू हिजो अस्ति मात्रै पठाएको हुनाले अरू कुरा जानकारीहरू त्यही भएको हुनाले साथीहरू कति साथीहरू फेरि के अरे कुवेत जानुभयो होइन, कतार जानुभयो कति साथीहरू होइन। त्यस कारणले फेरि के गर्दै हुनुहुन्छ त्यसको लागि फेरि यो गरे हो। यो अब यो ओलम्पिक कमिटीलाई न्यायालय तपाईँ सरकारले अवैधानिक भन्दाभन्दी पनि कसरी तिनीहरू साध्य बाटोमा ओलम्पिक कमिटीमा बसिरहेको छन्, एउटा मेरो प्रश्न के हुन्छ। दोस्रो मेरो चाहिँ तपाईँहरूको अब यो 6वटा सङ्घहरू जसले अहिले तपाईँको उसमा हस्ताक्षर गरेर आएका छन्, अब तपाईँहरूलाई उनीहरूप्रति कस्तो कारबाही हुन्छ? सबभन्दा पहिले त जुन नेपाल सरकारको भौतिक पूर्वाधार कुनै सङ्घले प्रयोग गरिरहेछ भन्ने र हाम्रो निर्देशन हाम्रो कानुन अनुसार हाम्रो निर्देशन अनुसार आदेशको पालन गर्नु भएन भने त्यो सङ्घलाई हामीले नियन्त्रणमा लिने कुराहरू आजै पनि भइसकेको छ। तपाईहरूलाई जानकारी गराउन चाहन्छु। आजै ओलम्पिक कमिटीको हामी त्यो अफिस नियन्त्रणमा लिइसकेका छौँ। तपाईँहरूलाई जानकारी गराउन चाहन्छु।
त्यसपछि तपाईँले जुन कुराहरू 4वटा सङ्घलाई उहाँहरूलाई हामीले चिठी 6वटा सङ्घलाई चिठी पठाएको छौँ। तपाईँहरू अन्तर्राष्ट्रिय मान्यता सङ्घ हो, त्यसमा हाम्रो कुनै शङ्का उपशङ्का छैन है, त्यसमा हाम्रो छैन। तर यो वैधानिक कमिटी नभएको हुनाले तपाईँहरू सहभागी नगर्ने कुराहरू हामी चिठी आजै पठाइसकेका छौँ कि बाटोमा जाँदैछ। होइन, अदालतबाट फिर्ता लिए पनि त्यसलाई हामी कुनै मैले एउटा फेरि तपाईँले उदाहरण दिन्छु, सिम्पल उदाहरण। हामी सानो हुँदाखेरि गाउँघरमा बलुवामा सानो सानो घर बनाउँथ्यो र यो बनाउँथ्यो, विभिन्न कुराहरू बनाउँथ्यो। सानो हुँदाखेरि हामी 4-5टा बच्चा जम्मा भएर घर बनाउँथ्यो। घर बनाएपछि फेरि निस्किने बित्तिकै त्यसलाई बिगारे हुन्छ। त्यस्तो हाम्रो प्रवृत्ति होइन, क्लियर हुनुहोस्। उहाँहरूले मुद्दा दिने र झिक्ने ऐन कानुन अनुसारको झिके भने आफ्नो पाटो हाम्रो काम अगाडि बढ्छ है। हाम्रो कानुनी प्रक्रियामा अदालतको निर्णय अनुसार त्यो कानुन प्रक्रिया अगाडि बढ्छ। उहाँहरूको बलुवा घर जस्तो भत्काइदिने ऊ गर्ने, उहाँहरूले त बोर्डको निर्णय अनुसार साधारण सभा जुन वैधानिक हुन्छ, वैधानिक कमिटीले उहाँहरूलाई दिने कुराहरू त्यसमा हाम्रो दुई मत छैन। वैधानिक कमिटी आइसकेपछि 27 जनाको वैधानिक कमिटी आउँछ। फेरि तिनीहरूले अहिले हामीले तपाईँ नबस्नुहोस्, उसलाई नबस्नु हामी भन्दैनौँ। त्यसमध्येबाट एउटा वैधानिक कमिटी बन्छ, सरकारले बनाउँछ होइन, अदालतको निर्णय अनुसार बनाउँछ, आदेश अनुसार बनाउँछ। बनाइसकेपछि साधारण सभा गरेर तिनीहरूलाई फेरि बोलाएर तपाईँहरूले दिन्छु भन्ने कुरा त कमिटमेन्ट भएकै हो, पहिले पनि भएको हो होइन। त्यो दिने किनभने उहाँहरूले मुद्दा हालेको हुनाले त त्यो दिनै पर्छ, हामी पनि त्यसमा निकै। तर वैधानिक कमिटी अहिलेको नभएको हुनाले त्यसमा सहभागी हुन र नगर्न हाम्रो निर्देशन छ भन्ने जानकारी गराउन चाहन्छु। एउटा कुरा तपाईँहरूलाई थाहा छ, मेरो फोन 99 टाइममा खुला हुन्छ। अहिलेसम्म तपाईँ रेकर्ड देख्नु होला, उहाँले फोन गर्नुभएको छ कि समय लिनुभएको छ कि मेरो पिएबाट कि मसँग, तपाईँहरूले जानकारी गराउन चाहन्छु। नम्बर 1, अहिलेसम्म मलाई कुनै पनि सम्पर्क गर्नुभएको छैन, एउटा कुरा त्यो जानकारी गराउन चाहन्छु होइन। होइन होइन 100% उहाँले जानकारी। अब भेट्ने कुराहरू गर्नेलाई कुरा त पहिला फोन आउनु पर्यो भेट्नलाई होइन। मेरो प्रष्ट धारणा छ त्यो कुराहरूमा है। त्यस कारणले अरू साथीहरू त भेटिराखेको छ। होइन, छलफल गर्न त हामीले त बारम्बार पहिले पनि भन्या हो। यो निर्वाचनको विधान संशोधन अगाडि त मैले नै 2 चोटि फोन गरा पहिले नै, तपाईँहरू आउनुहोस् छलफल गर्नुहोस् अनि मात्रै के कुराहरू गर्नुहोस् होइन। तर नआउने त्यतिखेर आफ्नो पहिले अध्यक्षै बन्ने, विधानलाई संशोधन गर्ने भएपछि हामी कसरी अहिले अगाडि बढ्ने होइन। र त्यसपछि हामीसँग न फोन छ न भेटघाट छ प्रष्ट रूपमा। नम्बर 1 र 10औं खेलकुद हामी अहिले हाम्रो सबैजना हुनुहुन्छ, हामी टाइममा गर्छौँ। हाम्रो प्रक्रिया के बाधा अर्चना छ त्यो हामीले भोलिसम्म समस्या समाधान गर्छौँ। 5 गते हाम्रो ओपनिङ हुँदैछ होइन, के अरे लोगो र मस्कट 7औं बाटोमा हुँदैछ। त्यसकारण हाम्रो धेरै प्रक्रिया अगाडि बढिसकेको छ। कुनै अप्ठ्यारो छ भने त्यसलाई समस्या समाधान गर्दै अगाडि बढ्छौँ भने सबभन्दा पहिले त्यतिखेरको चर्चाभन्दा पनि हामी त्यो संस्थालाई ओलम्पिक कमिटीलाई व्यवस्थित होस् भनेर हामीले तल्चा लगाएको होइनौँ। तपाईँले त्यो ठाउँलाई त्यो दिनको लागि उनीहरू प्रयोग नगरोस् भनेर उनीहरूकै तल्चा लगाएको ठाउँमा पुलिस पठाएर हामी रोक्न कोसिस गरेको र उहाँहरू त्यो कार्यक्रम नहोस् भनेर उहाँको जुन ठाउँमा तोकेको छ त्यो ठाउँमा कार्यक्रम नहोस् भनेर हाम्रो भौतिक पूर्वाधार भएको हुनाले त्यो ठाउँमा नहोस् हामीले आफ्नो तल्चा के अरे लगाएको होइन। तपाईँहरूले त्यो पहिले जानकारी गराउन चाहन्छु। अहिलेको आजको हामीले तल्चा हाम्रो भौतिक पूर्वाधारलाई संरक्षण सम्वर्धन गर्नलाई अरूले दुरुपयोग नगरोस् भनेर हामीले सरकारले रोक्या मात्रै हो है। सरकारले रोक्या मात्रै हो, हाम्रो नियन्त्रणमा मात्रै लिया हो त्यो अफिस अहिले हैन। यो फैसला हुने बित्तिकै जो व्यक्तिहरू आउँछ उसलाई त्यो हामी ह्यान्डओभर, उहाँहरू आयो भने उहाँहरूको ह्यान्डओभर हुन्छ। अर्को व्यक्ति तदर समिति केही गठन हुन्छ भने उहाँको त्यो हामी ह्यान्डओभर। त्यतिखेर हामीले कार्यक्रम त्यो ठाउँमा नगरोस् भनेर हामी समूहको नियन्त्रण नलिएको मात्रै, त्यो दिनको लागि हामीले नियन्त्रण मात्रै लिएको तपाईहरूलाई जानकारी गराउन चाहन्छु। किनभने सरकारले हस्तक्षेप गर्यो भनेर व्यापक रूपमा हामीले जान खोजेकै होइनौँ।
तर कति कुरा के हुन्छ कि कति त अघि नै भन्नु सम्भव कि धेरै दिन भइसक्यो यो कुराहरू हामीले पनि कति कुराहरू बाध्यता भएर आउन सक्छ हैन। साधारण सभा त पहिले स्थगित नगरिकन कुरै हुँदैन। सबभन्दा पहिले त्यो साधारण सभा हाम्रो मान्यतै छैन। निर्वाचन नगराइकन उनीहरू कुनै त्यसमा अरू दायाँ माया तलमाथि केही हुनेवाला छैन। त्योभन्दा पहिले मैले बुझेँ हजुर तपाईँ प्रश्न उतै रिपिट आयो। उहाँहरूको दिने कुराहरू पहिले जुन 27 मध्येबाट कतिजना त्यहाँ बस्नु भएको छ त्यो वैधानिक हुनु पर्यो नि दिनलाई त। त्यो वैधानिक नहुने अनि उनीहरू दिएको 5 जनालाई वैधानिक बनाउने पहिले त उनीहरू वैधानिक हुनु पर्यो नि पहिले। पक्कै पनि त्यो क्लियर हुनुहोस् त्यो कुराहरूमा। सङ्घले पठाएपछि त्यो फर्कदैन नम्बर 1 है। उहाँले पठाउनु भयो भने उहाँले हामीले मान्यता दिएका छैनौँ। त्यो चुनाव प्रष्ट रूपमा ओलम्पिक कमिटीको साथी पनि उपस्थित थियो स्विमिङमा है। अदालतको फैसला अनुसार हरेक कामहरू भएको थियो। अब मान्यता दिने कुराहरू उहाँहरू चिठी पठाउँछ, उहाँहरू अब के मिलाउँछ त्यो मलाई थाहा भएन, त्यो त्यतातिर म नजाउँ है। त्यस्तै गरिकन उहाँले चिठी दिने ओलम्पिक कमिटीलाई, टेबल टेनिस सङ्घले उहाँहरू म जान्न यो गर्न बहाना बनाउँछ, चुनाव पनि नगराउने र खेलकुद परिषदले नियम कानुन अनुसारको पत्रिकामा निकाल्नु पर्ने दिनुपर्ने सबै कुरा गरेको हुनाले हामीले त्यसलाई बाध्यता भने हो हैन। त्यसकारणले हामीले जुन सङ्घलाई खेलकुद परिषदले नेपाल सरकारले युवा तथा खेलकुद बाध्यता दिएछ त्यसलाई मान्यता दिने हो। धन्यवाद।